जबसम्म धरतीमा भूखा नंगा इंसान रहेगा तबसम्म धरतीमा घमासान रहेगा। त्यो खोखला नारा मात्र हो। एउटा पनि लगानीको वातावरण बताइदिनुहोस्। सम्मानीय सभामुख महोदय, वास्तवमा परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकता हुँदाखेरि अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छन्। परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन, परराष्ट्र मन्त्रालयको बजेट त्यहीँ जान्छ। त्यसकारणले किनभने यो प्राथमिकतामा म रेकर्ड गराउनको लागि मात्र बोल्दैछु यसमा मेरो, किनकि हामी पाँचौँचोटिको सांसद पनि सबै परम्परा भत्काउँदै गयो भने त्यो संसदको औचित्य समाप्त हुन्छ, पार्लिमेन्ट्री सिस्टमको औचित्य समाप्त हुन्छ। हाम्रो देश, हाम्रो संविधान पार्लिमेन्ट्री सिस्टम अंगीकार गरेको छ, जहाँ अल पार्लिमेन्टर्स इक्वल हुन्छ र प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि सांसदले जनताको कुरा सरकारले राखिन्छ र सम्पूर्ण मन्त्रालयमा। यो म पहिलोचोटि 20 वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु कि अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ। न्यायको नाममा सबै चिज भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चिजको नाम चेन्ज गरौँ न। यो किनकि औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक दिन दुई दिन छलफल चल्छ। अर्थमन्त्रीले बजेट बनाउने, त्यो उहाँ टिमले बनाउने, अर्थमन्त्री त पोलिसीगत गाइड गर्ने हो। त्यस कारणले म अब विषयमा जान चाहन्छु। मन्त्री नभए पनि कम्तीमा रेकर्डमा रहोस्, किनकि मैले नबोल्नै खोजेको थिएँ, तर अति सर्वत्र बजेट भएपछि बोल्न बाध्य भएँ। विनियोजन पर्दाखेरि मधेसको लागि त्यहाँ केही पनि देखिएन। जो राणा कालदेखि हुलाकी राजमार्ग छ त्यसको लागि कहीँ हुलाकी वर्ड पनि लेखिया छैन, किनकि राणा कालपछि बनेको हुलाकी राजमार्ग आजसम्म बन्या छैन। कहीँ पुल छ त कहीँ रोड छैन, कहीँ रोड छ त पुल छैन। र त्यसपछि दुईटा राजमार्ग बन्यो मधेसलाई काउन्टर गर्नलाई, मध्यपारी राजमार्ग र मदनराई राजमार्ग, र त्यो फास्ट ट्र्याकले काम गरियो। तर 110 वर्ष पुरानो हुलाकी राजमार्ग आजसम्म बन्या छैन। मेरो क्षेत्रमाबाट क्रस गर्छ त्यहाँ पनि बन्या छैन। दोस्रो, जहिले पनि विकास निर्माण जनताको लागि हुन्छ, भूगोलको लागि होइन। किनकि मधेसको जम्मै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दाखेरि सबै बिलो छ, कर्णाली भन्दा पनि बिलो छ। त्यसको लागि एउटा स्पेशल प्याकेजको घोषणा हामी सोचेका थियौँ, किनकि मधेसको सरकारमाथि अधिकार पनि किन छ भने सबभन्दा बढी भोट मधेसले दिया छ, समानुपातिकमा पनि दिया छ, प्रत्यक्षमा पनि दिया छ। तर मधेस भर्खरमा हिजो आए सभामुखलाई बडा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, सरकारलाई आगाह गर्न चाहन्छु, मधेस विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गरौँ, किनभने न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार हुन्छ। यस्तो राज्य चल्दैन, राज्य सबैको। म एउटा कुरा बुझ्न चाहन्छु, मेरो क्षेत्रको या पुरा मधेस